नेपाल माता, भारत माता, तर अमेरिका माता, बेलायत माता भन्दैन क्या। यी चाहिँ पूर्वीय र पश्चिमा दर्शनका फरक, यो कुराहरू हामीले चाहिँ अब किन यहाँ चाहिँ गर्नुपर्ने जरुरी थियो भने यो चाहिँ पूर्वीय दर्शनका अब त्यो कुराहरू तपाईँहरूले विस्तृतमा। त्यसपछि चाहिँ यो सेन्ट्रिस्ट आइडियोलोजी नै किन आयो? पश्चिमा दर्शनको दुईटा आइडियोलोजी, एउटा लेफ्ट अर्को राइट। यो कसरी जन्म भयो यसको भने यो क्रिस्चियनहरूको दुईटा चाहिँ मेजर पार्ट हुन्छ, एउटा क्याथोलिक, अर्को चाहिँ प्रोटेस्टेन्ट हुन्छ नि। अनि क्याथोलिकहरू चाहिँ त्यो चर्चको पक्षमा, राजाको पक्षमा होइन, चाहिँ मतलब चाहिँ सदन जुन छ नि, सदनभन्दा माथि हामी छौँ भनेर मैले के भन्छ त्यो गुरुलाई, पाद्रीको पक्षमा। तर प्रोटेस्टेन्टहरू चाहिँ होइन, प्रोटेस्टेन्ट भने उनीहरूले के भनियो भने अनि सदन चाहिँ राजा या कि चाहिँ कोही भयो भने सदनको भित्र हुनुपर्छ, माथि कोही हुँदैन क्या। अनि त्यो बिचमा चाहिँ एकदम यिनीहरूको बिचमा ठुलो चाहिँ द्वन्द्व हो। अनि चाहिँ क्याथोलिकहरूको एउटा चाहिँ अर्गनाइजेसन बन्यो, त्यो अर्गनाइजेसनको नाम हो टोरी नामको अर्गनाइजेसन। त्यही टोरी नामको अर्गनाइजेसन जसले चर्चको रक्षा गर्नको लागि बनेको थियो, त्यही टोरी नामको अर्गनाइजेसन पछि गएर संसारकै ब्रह्माण्डकै सबैभन्दा पहिलो पार्टी कन्जर्भेटिभ पार्टीमा परिणत भयो। र त्यो पार्टीको संरचना कस्तो हुनुपर्ने भनेर बनायो भने चर्चको गर्भगृहसम्ममा भएका मान्छेहरू जुन हामी त्यहाँको गुरु थियो, धार्मिक गुरुहरू, उनीहरू चाहिँ पार्टीको लिडर हुने, प्रचारकहरू क्याडर हुने, कार्यकर्ता हुने, र त्यहाँ गएर प्रे गर्नेहरू चाहिँ भोटर क्या। अनि ठ्याक्कै चाहिँ संरचना पनि त्यस्तै बनायो। अनि यिनीहरू राइटिस्ट भयो क्या। त्यो टोरी नामको अर्गनाइजेसनले बनाएको सङ्गठन जुन थियो, जुन सङ्गठनको तपाईँको मतलब कन्जर्भेटिभ पार्टी भन्नु, त्यो चाहिँ राइटिस्ट, आफूलाई राइटिस्ट भन्यो। त्यसपछि चाहिँ त्यो प्रोटेस्टेन्टवालाहरूले विङ्स भन्ने अर्गनाइजेसन बनायो। तिनीहरूले पछि गएर कन्भर्ट गरेर त्यसको चाहिँ अब चाहिँ त्यो लेबर पार्टीहरू बनायो क्या। अब उनीहरूको संरचना पनि त्यस्तै हो। र नेपालमा अहिले पार्टीहरूले जुन सदस्यता दिन्छ, चर्चमा जानुभयो भने चर्चमा तपाईँले डाइरेक्ट पैसा चढाउँदैन, त्यहाँ रसिद काट्छ। त्यही रसिद सिस्टम जुन छ नि त्यो, अनि पार्टीको पनि रसिद बनायो क्या। चर्चको रसिद सिस्टमलाई नै पार्टीको रसिद बनायो क्या। अनि त्यही चाहिँ अहिले सदस्यता, पार्टीको सदस्यता जुन भन्नुहुन्छ त्यो रसिद हो कि चर्चमा चाहिँ दान जुन दिँदै थियो नि, त्यो दान चाहिँ रसिदबाट चढाउनु पर्थ्यो होइन। अनि पार्टीले पनि त्यही कुरा लियो र यहाँ नेताहरूले पनि त्यही कुरा चाहिँ यहाँ चाहिँ मतलब सुरु गर्यो कि संसारभरि त्यही भयो। त्यसपछि चाहिँ यो लेफ्टिस्ट र राइटिस्ट त्यहाँबाट सुरु भयो। तर फ्रान्सेली क्रान्तिपछि औपचारिक रूप चाहिँ फ्रान्सेली क्रान्तिपछि लेफ्टिस्ट र राइटिस्ट, लेफ्ट आइडियोलोजी र राइट आइडियोलोजी भयो। र नेपालमा पनि चाहिँ त्यो कुराहरू पश्चिमबाटै आयो क्या। त्यो लेफ्ट पनि बाहिरबाट, राइटिस्ट पनि बाहिरको विचार हो। त्यो तपाईँलाई कहाँ छ, त्यसको चाडा कहाँ छ, त्यो मैले भन्थ्यो। त्यसपछि चाहिँ यो पुँजीवाद त्यही राइटिस्ट फोर्सहरू हो क्या। अनि चाहिँ त्यो साम्यवाद हुँदै समाजवाद हुँदै अहिले उदारवादसम्म आइसक्दा पनि युरोपियनहरूले अहिले ठुलो बहस ल्यायो यो 10 वर्ष 12 वर्षदेखि। अब डेमोक्रेसी संसारमा चल्दैन, डेमोक्रेसी नचलेपछि डेमोक्रेसीको विकल्प के हुन सक्छ भनेर उनीहरूले धेरै बतायो। त्यसपछि चाहिँ मतलब हाम्रो धेरै कुराहरू जुन अब प्राकृतिकसँग चाहिँ जोडिया छन्, प्रकृतिमा फर्किनुपर्छ कि भनेर उनीहरू गएर मतलब कुराकानी गर्न। अहिले चाहिँ यो कुराहरूदेखि संसारै असफल चाहिँ दुइटै, लेफ्ट पनि असफल, राइट पनि असफल भइसकेपछि संसारमा त विचारविहीन चाहिँ अहिले जसको शक्ति उसैको भक्ति हुन थाल्यो। त्यसैले चाहिँ मैले चाहिँ यो धेरै कुराहरू अध्ययन गरिसकेपछि अनि लेफ्ट पनिबाट संसार चलेन, राइटबाट के चल्ने भने हामीलाई हाम्रो पुर्खाले आजभन्दा 2500-2600 वर्ष पहिला हामी गौतम बुद्धले एउटा धार दियो क्या। त्यो प्रेम सरहरूले पढाउनुहुन्छ। त्यो भनेको मध्यम मार्ग, गौतम बुद्धले त्यतिखेर मध्यम मार्गको कुरा ल्याएको। त्यो संसारको पहिलो आइडियोलोजी हो जुन कि प्र्याक्टिकल बेसमा भयो क्या। अब त्यसलाई चाहिँ हामीले मध्यम मार्ग भनेको मानवतावादी मार्ग हो, त्यो प्राकृतिक मैत्री मार्ग हो क्या। यो पूर्वीय दर्शनमा पर्छ। पूर्वीय दर्शनमा के पर्छ भने हिन्दुइजम, बुद्धिज्म, सिखिज्म, ताओइजम, कन्फ्युसियस, सिन्टोदेखि लिएर किराँतदेखि लिएर कबीरदासको देखि लिएर अहिले चाहिँ
चाइनिजहरूले र इन्डियनहरूले के भन्न थाल्यो भने सुफी पनि चाहिँ पूर्वीय दर्शनै हो, त्यो मुस्लिम भए पनि त्यो कन्भर्टेड मुस्लिम हो, त्यो हामी जस्तै पूजापाठ गर्छ, विवाह शादी हामी जस्तै गर्छ, त्यसलाई पनि यसमा लिनुपर्छ, पूर्वीय दर्शनमा लिनुपर्छ भन्न थालेछ क्या। भनेपछि यो लेफ्ट आइडियोलोजीको इकोनोमिक मोडेल चाहिँ स्टेट कन्ट्रोल हुन्छ, सबै कुरा राज्यले गर्ने। राइट आइडियोलोजीको इकोनोमिक मोडेल मार्केट कन्ट्रोल हुन्छ। यो दुईटै अतिवाद हो। राज्यको एउटा राज्यद्वारा अतिवाद, मान्छेको स्वतन्त्र हरण गर्ने, अर्को चाहिँ व्यक्तिको मार्केट चाहिँ के भन्छ नि, मार्केटको मोनोपोली भयो क्या। यो दुईटैले गर्दा संसारमा जुन अब धनीहरू धनी भए, गरिबहरू चाहिँ त्यतिकै गरिब। पश्चिमाहरू किन यति 50,000, 60,000, 70,000, 1 लाख, 1.5 लाख, 2 लाख रुपियाँसम्मको पर क्यापिटल इन्कम छ तर हाम्रो किनभने हिमालमा जन्मेको मान्छेहरूले यदि कुनै कपडा लगाउँछ भने त्यही कपडा तराईको मान्छेले लगायो भने त्यो त गर्मीले नै मरिहाल्छ क्या। त्यो मोडेल चाहिँ ठ्याक्कै पश्चिमा समाजको लागि फिट हुने मोडेल हो क्या, इकोनोमिक मोडेल क्या। त्यो पुन्जीवाद या कि चाहिँ यो समाजवादको कुरा। हाम्रो चाहिँ के हो भने हामीले जुन सेन्ट्रिस्ट आइडियोलोजी भनेको छौँ यो चाहिँ कम्युनिटी बेस हो। उनीहरूको जसरी वर्ग विभाजन हुन्छ पश्चिमाहरूको, हाम्रो के हुन्छ भने पेसागत विभाजन हुन्छ। हरेक जात जातिको आफ्नै छुट्टा छुट्टै पेसा व्यवसाय हुन्छ। त्यसैले चाहिँ हाम्रो चाहिँ के हो भने मैले चाहिँ कम्युनिटी बेस इकोनोमीको कुरा गरेँ हो क्या। अब कम्युनिटी बेस इकोनोमीमा मैले 3वटा कम्युनिटीलाई अध्ययनको लागि मात्रै क्या, सबै कुरा उनीहरूको लिने होइन। 3वटा कम्युनिटी, एउटा चाहिँ यहुदी कम्युनिटी पश्चिमा नै हो क्या, यहुदी कम्युनिटीमा, अनि सिख कम्युनिटीमा र जैन कम्युनिटी। संसारमा एउटा पनि भिखारी छैन र गरिबी पनि न्यून छ। मैले अस्ति चाहिँ सिख कम्युनिटीको बारेमा 10 दिन चाहिँ त्यो गुरुद्वारामै बसेर उनीहरूको बारेमा मैले धेरै कुराहरू बुझेँ क्या। अब जैनको बाँकी छ र यहुदीको बाँकी छ, त्यो चाहिँ मैले चिठी लेखेको छु। एउटाले यहुदीवालाले इजरायलमा तपाईँलाई टाइम उपलब्ध गराइदिन्छु, त्यहाँ आउँदाखेरि हुन्छ भनेर, तर टाइम दिएको छैन क्या त्यो किसिमले। अब जैनवाला त भारतमै हुन्छ, यहाँ पनि हुनसक्छ। यो भयो। अनि यो चाहिँ नागरिकतन्त्र किन राख्यो भने नि, अब सेन्ट्रिस्ट आइडियोलोजी चाहिँ यो दुईटै आइडियोलोजी संसारमा असफल भइसकेपछि हामी यो सब जति आयो नि, समाजवाद भन्ने, पुन्जीवाद भन्ने, उदारवाद भन्ने, यो हाम्रो विचार होइन है। यो पार्टी सिस्टम पनि होइन। पार्टीको चाहिँ के हो मिनिङ भनेपछि पार्ट प्लस टी। पार्ट भनेपछि नट कम्प्लिट, टुक्रा हो। कुनै पनि समुदाय, कुनै पनि समाज, कुनै पनि चाहिँ वर्ग, कुनै पनि चाहिँ त्यो पनि भाषाभाषी, धर्मावलम्बीहरूलाई पार्ट गरेर शासन गर्ने पद्धतिलाई पार्टी पद्धति भने हो क्या। ठ्याक्कै तोडिदिन्छ क्या। तपाईँले चाहिँ अहिले मगरमा जानुहोस् भने एमाले मगर, माओवादी मगर, कङ्ग्रेस मगर यो मगर तोडिदिने क्या। अनि चाहिँ तपाईँले मान्छे मर्दा पनि चाहिँ तपाईँको पार्टीको झन्डा उडाउँछ क्या। अन्तिम इच्छा मान्छे, अन्तिम सत्य भनेको मृत्यु भयो। मृत्यु पछि केही रहँदैन भाइ, त्यसमा पनि चाहिँ चप्पल जुत्ता लगाएर झन्डा उडाउँछ। त्यो भनेको के हो भने त्यो चर्च परम्परामा त्यो हुन्छ। त्यहाँको गुरुहरू चाहिँ मर्दाखेरि यो चाहिँ त्यो मतलब उनीहरूको झन्डा हुन्छ, त्यो चाहिँ पाद्रीहरूलाई चाहिँ मतलब दिन्थ्यो, अन्तिम संस्कार गर्थ्यो। कति त त्यसैमा लपेटेर चाहिँ उ गर्छ क्या, मतलब गाड दिन्छ क्या। त्यो परम्परा उनीहरूको। हाम्रोमा त्यो होइन क्या। मृत्युपछि उसको फ्यामिलीको नजिकको मान्छेले मात्रै त्यो लासलाई छुने हो क्या। त्योभन्दा बाहिरको मान्छे लास पनि छुन पाउँदैन। तर यहाँ चाहिँ अब त्यस्तो। त्यसैले चाहिँ जति विचारधारा चाहिँ तपाईँ हामीलाई हिजो पढायो, त्यो आफ्नै सभ्यता, आफ्नै संस्कृति, आफ्नै मौलिकता, आफ्नै चाहिँ दर्शनको विरुद्धमा बाहिर चाहिँ को विचारधारा ल्याएर लादेर अनि तपाईँ हामी माथि चाहिँ नेता बन्यो क्या। अहिलेको अवस्थामा त हामीले कसैको विरोधमा, हामीले चाहिँ आफ्नै दर्शन, आफ्नै सिद्धान्त, आफ्नै विचार, आफ्नै मौलिकता, आफ्नै सभ्यताको उजागर गरेर त्यो किसिमको शासन व्यवस्था चाहिँ हुनुपर्छ भनेर मैले यो सेन्ट्रिस्ट आइडियोलोजी चाहिँ यसमा चाहिँ मतलब चाहिँ लेख्न लागेको छु, यसलाई बनाउन लागेको छु कि। तेस्रो चाहिँ नागरिकतन्त्र किन भनेपछि त्यो लोकतन्त्र, हिजोको लोकतन्त्र पनि राम्रो वर्ड हो कि। लोकतन्त्र भनेको यमलोक पुर्याउने होइन, पताललोक पुर्याउने होइन क्या। त्यो के, त्यो लोक भनेको संसार हो क्या। त्यो लोक भनेपछि लोकगीतहरू हुन्छ नि, त्यो तपाईँहरूको हरेक जात जातिको छुट्टा छुट्टै आफ्नो किसिमको लोकगीत हुन्छ, ट्रेडिसनल गीतहरू हुन्छ कि हुन्छ। त्यो तिनीहरूको मतलब सामेल गरेर त्यो कुराहरूलाई अनरसिप लिएर तिनीहरूको चाहिँ
तपाईँको चाहिँ अस्तित्व स्वीकार्नु चाहिँ त्यो लोकतन्त्र, तर के भयो भने यहाँ नेतातन्त्र हो र पार्टी दलतन्त्र हो। यो कुरा भइसकेपछि लोकतन्त्र कहिल्यै आएन नेपालमा। यहाँ के आयो, दुईटा चाहिँ आयो, एउटा चाहिँ नेतातन्त्र आयो, एउटा पार्टीतन्त्र आयो क्या। लोकसँग चाहिँ कुनै कुराको अनुमोदनै गरेन क्या, एकपल्ट चाहिँ मतलब 5 वर्षमा। त्यसैले यो नागरिकतन्त्र भनेपछि के हो भने यो 4 चरण चाहिँ हाम्रा अग्रजहरूले बिपी कोइरालाले राजनीति गर्दाखेरि राणा थियो, रैती थियो, उहाँले रैतीबाट पर्जा बनाउनु भयो। त्यसपछि चाहिँ 62-63 को आन्दोलनमा गिरिजाप्रसाद कोइराला र प्रचण्डले पर्जाबाट, राजा र प्रजाबाट के गर्यो भने जनता बनायो। अहिले चाहिँ नेता र जनता छन् क्या। अब हामीले यो चाहिँ सेन्ट्रिस्ट आइडियोलोजीमा के भनेको छौँ, जनताबाट नागरिक बनाउने। नागरिक भइसकेपछि त्यो चाहिँ आफैमा सार्वभौम हुन्छ र त्यसमाथि कसैले केही गर्दैन। यति कुरा चाहिँ मैले चाहिँ राखेँ। अब थुप्रो यहाँ चाहिँ सबैजना चाहिँ विद्वान आएछ। हामीले जमघट सानो भए पनि 24 जना बोलायो, त्यतिजना भए पनि सबै आफ्नो आफ्नो सेक्टरको विज्ञ हुनुहुन्छ। अब यो पछि चाहिँ तपाईँहरूले चाहिँ कुरा राख्नु। मेरो कुरा यति नै हो। मैले चाहिँ सुरुमा विषयवस्तु प्रोफेसर आज चाहिँ यही चाहिँ पूर्वीय दर्शनमा आधारित, अब सरले चाहिँ पूर्वीय दर्शनमा बोल्नुहुन्छ होइन, उहाँले पूर्वीय दर्शन र त्यसपछि चाहिँ तपाईँको यो चाहिँ वातावरण कसरी चाहिँ म्याच खान्छ बोल्नुहुन्छ। त्यसपछि चाहिँ हाम्रो भीम सरले यो संसारमा लेफ्ट र राइट आइडियोलोजीको कसरी चाहिँ पतन भएर अब यो सेन्ट्रिस्ट आइडियोलोजीको इम्पोर्टेन्स किन छ भनेर बोल्नुहुन्छ। थुप्रो सरहरू हुनुहुन्छ, सरले चाहिँ सुरक्षा नीतिको बारेमा बोल्नुहुन्छ होइन। सुरेन दाईले कानुन हिसाबले भन्नुहुन्छ, आज चाहिँ डाक्टर साहबले के भयो पुगेन यहाँ आउनु नि त।